त्यसो भन्दै मसिनो नानीहरू आज ज्यादा आउनु भएको छ। म नानीलाई एक शब्द भन्छु, नानी तपाईँ हामी चाहिँ के रहेछ भन्दाखेरि चाहिँ हामी सबै मानिस हौँ, यानि हामी मान्छे भन्छौँ, जातको कुरा गर्छौँ हामीले। अहिले हेऱ्यो भने जात विजात गरेर हामीले लडाइँ झगडा परिरहेका हुन्छौँ। म बेला बेला आफू पनि हामी सोच्ने गर्छौँ, तिम्रो जात के हो भन्दाखेरि हामी लिम्बू भन्छौँ, तिमी राई, क्षेत्री, बाहुन, विभिन्न प्रकारको जातिको कुरा गर्छौँ। धर्म छ, आफ्नो आफ्नो हिन्दू युमा धर्म भन्छ। तर हामीले कुरा गर्छौँ, सपोज उदाहरणको रूपमा है, होइन तिमी त यो जात हो, तिमी यस्तो हुनुपर्छ। तर म पहिला तपाईँ हामी मानवता जातलाई पहिला निभाउँ। म मान्छे भन्ने एउटा जात छ नि, त्यसलाई पहिला खोलेर निभाउनुहोस्। तब मात्रै तपाईँले चाहिँ मान्छे भएर चाहिँ मैले के कर्म कमाएँ भन्ने त्यो एहसास पनि हुन्छ अनि नानीलाई पनि त्यो ज्ञान हुन्छ। तर अहिले चाहिँ तपाईँलाई चाहिँ मानवताको जिम्मेवार र एउटा कर्तव्यलाई भन्दा पनि सिर्फ सीमित जातको कर्तव्यलाई मात्रै साझा गर्दैछौँ, गरिरहेका छौँ। हामी भन्छौँ लिम्बूले हाम्रो कल्चर मनाऊ, राइट, ठिकै छ मनाऊ, तामाङले मनाऊ, ठिकै छ। तर मानवताको जिम्मेवार के हो? हामी मान्छेको जिम्मेवार के हो? हामी आत्मा छौँ, आत्माको भार के हो? यो विषयमा चाहिँ एकखेप मसिनो आउने विद्यार्थीहरूलाई, शिक्षकहरूलाई हामी सिकाउँ। कति प्रायको जातमा के हुन्छ हाम्रोमा, तिमी हाम्रै जातमा बिहा गर्नुपर्छ, हाम्रै जातमा हुनुपर्छ, अर्को जातमा जानु हुँदैन। त्यति डरलाग्दो पाठ पढाएको हुन्छ उसलाई अनि अरू जातलाई नफरत गर्छ। एक दिन मैले सानो एउटा सोसल मिडियामा देखेँ, सानो सानो नानी, मुस्लिम नानीहरूले स्कुल जाँदाखेरि चाहिँ हाम्रो अब हिन्दूको नानीहरूले चाहिँ फ्रेन्ड सर्कलको लागि खेल्नु आइजन भन्यो अरे। अन्त नानीहरू खेल्नु गएन रहेछ। त्यति बेला किन नगएको नानी खेल्नु, तिमीलाई बोलाउँदैछ भने टिचरले भन्दाखेरि चाहिँ भनेछ, आमाले नजान्नु है, हाम्रो आफ्नो रिलिजन भन्दा अरू रिलिजनको मान्छेसँग नखेल्नु भन्ने कुरा बताएको छ, त्यही कारण चाहिँ जान्दिनँ। मेरो आमाले भन्नुभएको म आज्ञा मान्छु भन्नुभएछ। हामीले यो कुरालाई बाउ आमाले आज सीमित यति नै हो, हाम्रो शिक्षा यति नै हो, यस्तै नै हामीले पाएर ल्याएर गरेको शिक्षाहरू नै यही हुन्। त्यसै कारण चाहिँ तपाईँ हाम्रो नानीलाई चाहिँ नि उच्च विचारहरू सिकाउनुपर्छ। तपाईँको आफ्नो जात होला, आफ्नो थर होला, आफ्नो एउटा परिवार होला, तर त्यो सँगै पहिला कर्तव्य चाहिँ मानवताको। हामी सबै पहिला मानवताको कर्तव्य निभाउने सिकाउँ। के हो मानवता भनेको भनेर नानीलाई बुझाउँ। तिम्रो प्रथम यहाँनिर सपोज इक्जाम्पल, मेरो अगाडि एकजना एउटा जातमा हेऱ्यो भने मारिरहेको छ अरे, कुटिरहेको छ अरे, मेरो जात नै होइन, म किन बचाउनु? यो मेन्टालिटी हाम्रो नानीलाई दिँदैछौँ। दिन प्रतिदिन म नानीहरूको सोचमा चेक गरेर हेर्दाखेरि यो मेन्टालिटी चढ्दै जाँदैछ। अनि भोलि के हुन्छ भन्दाखेरि लडाइँ सुरु यसैबाट हुन्छ, सामाजिकमा विभाजन यसैमा हुन्छ, घर परिवारको झगडा यसैमा हुन्छ, नानीको फ्युचर प्लानमा पनि उसको अलरेडी आमाहरूकोबाट म्यासेज यही पाएको हुन्छौँ, तिम्रो जात भन्ने शब्द पाएको हुन्छ। त्यसले गर्दा अन्तै जातलाई उसले स्वीकार्नु पनि तिकार्दै जान्छन्। त्यसले गर्दा प्रथम मानव जातलाई चाहिँ एकखेप म्यासेज गराउनुहोस्, हामी प्रथम मानवताको जिम्मेवार के हो, मानवताको कर्तव्य के हो, कस्तो प्राणी र कस्तो संसारमा हामी रहेका छौँ र कस्तो प्राणीलाई बचाउनु पर्छ, उनीहरूको भित्र के छ र तिम्रो भित्र के छ, तिमीले गर्नुपर्ने सेवा के छ र उसले गर्नुपर्ने सेवा के थियो। उसले खाना खान्छ, तिमीले पनि खाना खान्छौ, तिमीले यो संसारको पानी पिउँछौ र उसले पनि यही संसारको पानी पिउँछ, यो संसारको रुखपातको अक्सिजन तिमीले पनि लिन्छौ, उसैले पनि यो संसारको अक्सिजन लिन्छौ।
जातमा अन्तै के थियो र वास्तविकतामा हेऱ्यो भने। तर हाम्रो सानो एउटा राजवंशीले छुट्याएर ल्याएर आज हामीले यो जातलाई उच्च बनाएको मात्र। तर पनि हामीले आफ्नो राखौँला। तर पहिला नानीलाई चाहिँ देश बचाउनु, समाज बचाउनु, समाजको सुन्दरता बनाउनुको लागि अनि देशलाई सुन्दर बनाउनुको लागि, भोलि पनि त्यो झगडा नल्याउनुको लागि, लडाइँ नल्याउनुको लागि आज मातापितालाई निवेदन छ र हाम्रो युवाहरूलाई निवेदन छ। पहिला हामीले प्रथम शिक्षाले के सिकौँ? जातभन्दा पहिला मानवताको जातलाई सिकौँ, मानवताको भावनालाई उठाउने सिकौँ, मानवताको प्रेमलाई सिकौँ, मानवताको कर्तव्यलाई सिकौँ। त्यहाँदेखि मात्रै जातको कुरामा हामी गर्दैछौँ अनि मात्रै आफ्नो जातभात कुराहरूलाई छुटाउँदै लैजाउँ। तर पहिला मानवता नै रहौँ, तब मात्रै हाम्रो यो संस्कार रह्यो भने भोलि हाम्रो धर्म कर्म रहन्छ, हाम्रो संस्कृति रहन्छ, हाम्रो परिवार रहन्छौँ। हामी एकअर्कामा साम्यमा पनि हामी सबै मानवहरू एक ठाउँ रहन्छौँ, सबै हामी प्रेम बारेर एउटा प्रेमसँग बस्न सक्छौँ। तर यो होइन कि तपाईँ हामीले चाहिँ आज धर्म, बुद्धिज्म धर्म माने पनि, हिन्दुज्म धर्म माने पनि हामीले एउटा आफूले चाहेको र आफूले रोजेको धर्मप्रति हामीले ध्यान गरेर मानवताको कर्तव्यलाई निभाएर हामी सबैको सेवा पुर्याइरहेको हुन्छौँ। जस्तै 17 तारिक पनि त्यो सेवा हो, कसै न कसैको सेवा पुर्याउन जाँदैछौँ। त्यसरी नै हाम्रो मसिनो युवाहरूले या हाम्रो आउने नानीहरूले चाहिँ अलिकति बिहान उठेर के गर्नुपर्ने है, हामीले खानुभन्दा अगाडि कुन मन्त्र गर्नुपर्ने, सुत्नुभन्दा अगाडि कुन मन्त्र गर्नुपर्ने, मन्त्र गर्नु कतिको अनिवार्य छन्, हामीले स्कुल जानुभन्दा अगाडि केस कोर्नु अनिवार्य छन्, केस कोर्नु जरुरी छन्। यो विषयमा तपाईँलाई थाहा छ कि हामी साना बालक नानीलाई पनि केस नकोरी जिङ्रिङ्गै गयो भने टिचरले टक्सिङ दिन्छ कि त झपटले कोट्छ। त्यसैले गर्दाखेरि चाहिँ तपाईँ हामीले नि अहिले नानीहरूलाई चाहिँ साह्रै उहाँले चाहिँ नि गर्नु भन्दा पनि ज्यादा हामीले चाहिँ उहाँको जिम्मेवार, उहाँको गर्नुभन्दा ज्यादा हामीले बढावा पनि दियौँ। अनि सेवा जानुभन्दा अघि सरले भन्नुभयो चुक्सावा सृजङ्गा औषधले तङ्नामले खाजेमाङले 12 मुख अरे चुक्सा छ पोके बा पेक्ना बा एंगा औषध आमा म याबी बा कुनी नसिक मुझे कम्पा ले छिङला कि आङ्गेगा चुक्नाले 12 बजे पोक्ना र बाङ कुसाना चाहिँ मसुक्तरा अल्छी मेनान हामीले अल्छीपनालाई त्याग्नु पर्छ। 12 बजे त त्यो औँसीको नाममा त म नसुती पनि गर्छु र कफे अतङ्गको दिन 12 बजे चाहिँ म नसुती पनि माङको ब्लेसिङ लिन्छु केरा पुम गरे 12 बजे अनि र ले माङ मेनु नि माङ के इतम नि गर नानी नङ को मे यो होस मे यो न लस पोङ लाङ हेङ न ने एन को मे यो इरा एन कुसिक चाहिरा तर तान मे म इतर पे अनि चाहिँ खेन कोसिस थुम चोक्नु तर अनि चाहिँ म चाहिँ आङ सारो सारा हो इम ल हो बाल विकासमा गयो भने हसो एन्सर मे बेक न लालाडी म सबैभन्दा पहिला 2 शब्द राख्छु। एक जाँगरेलो हुनु पर्यो, दोस्रो के हुनु पर्यो तपाईँ हामी एक चाहिँ जाँगरेलो बिहान उठ्ने। जो मान्छे बिहान उठ्छ नि उसले ब्रह्माण्डको शक्तिलाई प्राप्ति गर्न सक्छ, युनिभर्सको शक्तिलाई प्राप्ति गर्न सक्छ, माङसँग भेट्न सक्छ, युनिभर्सको पावरसँग भेट्न सक्छ बिहान उठ्नेले र सबै कुरालाई उसकोसँग बसमा पार्न सक्छ यानी मुठीमा पार्न सक्छ बिहान उठ्नेलाई। तर बिहान चाहिँ उठेर चाहिँ त्यो महसुस गर्नु पर्यो। अनि जब दोस्रो कुरा साँझमा तपाईँ हामी निन्द्रा नलाग्नु अर्को कुरा, तर निन्द्रा लागेमा 10 बजेदेखि उता रात चाहिँ नबस्ने। हामी छिटै सुत्यौँ भने के हुन्छ निन्द्रा छिटो पुग्यो भने छिटो उठ्नु पनि सक्छ। यो चाहिँ हामी नानीले कन्टिन्यू ड्युटी गर्नु पनि